सत्यनाम फागुन पूर्णिमाको यो पावन अवसरमा सौरेनी बस्तीले वर्षेनी गरी ल्याउने आनन्दी चौकाको उपलक्ष्यमा त्यसको दोस्रो दिन आज अहिले विभिन्न कार्यक्रमहरू बीच हामी बिहान झन्डै 12-1 बजेदेखि अहिलेसम्म यहाँ छौँ। साहेब भन्नुहुन्छ सबैबाट मेरी साइया सुनी सेजन कोही बलियारियो घटकी जागट प्रगट हुई। तपाईहरु प्रत्येकको हृदयभित्र परमात्मा विराजमान हुनुहुन्छ। त्यसैले तपाईहरुको हृदयभित्र विराजमान कुनै सद्गुरुदेवलाई म बन्दगी नमन गर्न चाहन्छु। साहेब भन्दै सौरेनी बस्तीको इतिहास पढ्दाखेरि यो बडो गरिमामय पावन भूमि छ। अहिले भर्खर मात्र विभिन्न कार्यक्रमको माध्यमबाट मलाई महसुस भयो यही ठाउँमा यस्ता पवित्र आत्माहरू जन्मे जसले यो सौरेनी बस्तीको कविरपन्थीलाई यहाँसम्म ल्याउनमा उनीहरूले प्रत्यक्ष अप्रत्यक्ष रूपमा काम गरेर गए। त्यसपश्चात अहिलेको वर्तमानमा सौरेनी बस्तीमा जुन चाहिँ युवा भाइहरूमा जागरुकता देख्छु र ती पहिलाका पुर्खाहरूको जुन संस्कार लुकेर बसेको संस्कार अहिले जागृत भए जस्तो मलाई लाग्दैछ र यही संस्कारसँग सम्बन्धित हाम्रा युवा भाइ प्रबल राईको अहिले नै यहाँनिर परिचय भयो। त उहाँले पनि यो साधु समाजको संस्कार र संस्कृतिलाई केही मात्रामा अवलम्बन गरेर त्यसलाई दृढताको साथ अघि बढेको हुनाले नै आज हामी तपाईँ सबैको माझमा उहाँलाई हामीले चिन्ने मौका पायौँ र उहाँलाई म मेरो आफ्नो तर्फबाट बधाई साथै आगामी जिन्दगीमा पनि अझ उत्तरोत्तर प्रगतिको कामना राख्दछु। र सायद विशेष गरेर मैले यो 2-3 दिनको अवधिमा मैले जो निरीक्षण गरेँ यहाँ वर्तमानमा एक समय मलाई यस्तो लाग्थ्यो अब आजको दिन मैले ढाँट्नु हुँदैन। यो सौरेनी बस्तीको साधु सन्तको अवस्था हेरेर मलाई भारी दुःख लाग्थ्यो। कहीँ कतै पुर्खाहरूले जडेर राखेको यो कविरपन्थी छरपस्टिएर त नजाला त्यस्तो लाग्थ्यो। तर यो 2-3 दिनको अवधिमा मैले के लक्षण महसुस गरेँ भने अब उसो हाम्रो कविरपन्थी यो सौरेनीमा अझ अग्रगतिमा बढेर जानेछन् र हाम्रा युवा भाइहरूले जो काँधमा जिम्मा लिएका छन् पूजाको अवधिभरि उहाँले जस्तो सक्रियताको साथ र सक्षमताको साथ कार्यक्रम सम्पन्न गरे यस्तै प्रकारले उहाँले आगामी दिनहरूमा पनि समाज र धर्मको जगेरा र संरक्षण गर्नेछन् भन्ने मैले आशा राखेको छु। र भाइ बहिनीहरूलाई मेरो यही नै सन्देश छ। तपाईहरुले तपाईहरुको पुर्खाले यो सौरेनी बस्तीमा जुन कविरपन्थीको बीजारोपण गरेर यो अवस्थासम्म ल्याइ पुर्याएका छन् यसलाई अझ अग्रगति दिने काम अब हाम्रो युवा भाइ बहिनीहरूको। र अब प्रवचनको माध्यममा धर्मको विषयमा मैले के भन्नु छ भने जति मैले भन्नुपर्ने कुराहरू कथाको माध्यमबाट विभिन्न दृष्टान्तको माध्यमबाट मैले तपाईहरुलाई 25 वर्षसम्म निरन्तर भन्दै आएको हुँ। तर अब मेरो अलिकति परिवर्तन मैले गर्दैछु। अब म तपाईहरुलाई त्यो सिद्धान्त कथाको माध्यमबाट तपाईहरुलाई पूर्व तयारी गर्नुभन्दा अघि अब तपाईहरु आफैले अघि बढेर यो कविरपन्थको जुन चाहिँ विधान छ नियम छ यो भित्रबाट पाउनुपर्ने जुन वस्तु छ त्यो वस्तुलाई प्राप्त गर्ने अब तपाईहरुको पालो आएको छ। व्यवहारिक रूपमा हामीले देख्दै गयौं व्यवहारिक रूपमा हाम्रो के छ हामी वर्षमा एकपल्ट चौका आरती गर्छौं भेट्दा बन्दै गर्छौं चन्दन इत्यादि लाउँछौं यो एउटा व्यवहारिक यो आँखाले देख्ने कुरो हो।
यो 5 तत्त्व 25 प्रकृति जो हामीसँग छ यसले थाहा पाउने कुराहरू हो। तर यो 5 तत्त्वले थाहा नपाउने अर्को तत्त्व छ जुन तत्त्वको निम्ति अब हामी प्रवृत्त हुनुपर्छ। त्यसैले गर्दा सबैभन्दा कुरो अघि पनि कुरो आयो, जबसम्म हामीले पूर्ण रूपले श्रद्धाको साथ गुरुको शरणमा जाँदैनौँ, सद्गुरुको शरणमा जाँदैनौँ, तबसम्म हामीलाई त्यो विधि प्राप्त हुँदैन जुन विधिलाई प्राप्त गरेर हामी आत्मसन्तुष्टि हुन्छौँ र हामी निर्भय, एकदमै हामीलाई डर हुँदैन, हामी निर्भय निराकार त हामी त्यो अवस्थामा पुग्छौँ तर हामी निर्भय बन्न सक्छौँ। अहिलेसम्म जो अब हामीलाई केही न केहीको डर र भय त भइरहेको हुन्छ, तर तपाईँहरू अब त्यो बाटोमा हुनुपर्छ। त्यो बाटोलाई तपाईँले अवलम्बन गरेर खुदले आफैले अनुभव गर्नु सक्नु पर्यो कि यो कबीरपन्थीमा वास्तविकता चाहिँ के छ। यो जति पनि बाहिरी कुराहरू गर्ने कुरो यो हामीलाई तयारी बनाउने विधिहरू मात्रै। अहिले 25 वर्षसँग मैले तपाईँहरूलाई तयार बनाउने प्रक्रिया थियो मेरो। अब त्यसमा तपाईँहरू कतिको तयारी बन्नुभयो भएन त्यो त मलाई अन्दाज छैन, तर मलाई लाग्दैछ तपाईँहरूमध्ये 2-4 जना चाहिँ पूर्ण तयारीमा हुनुहुन्छ। तपाईँ अघि बढ्दै हुनुहुन्छ र तपाईँ आफ्नो लक्ष्यमा अघि बढ्नु हुँदैछ र जेको पनि एउटा लक्ष्य हुन्छ, कबीरपन्थको पनि हाम्रो एउटा लक्ष्य हुन्छ। त्यो लक्ष्यलाई नै हामीले बुझेका छैनौँ। सरलमा भन्यो भने हाम्रो कबीरपन्थको लक्ष्य हो मुक्ति। यो भवसागरबाट एकपल्ट यो भवसागरलाई त्यागेर जब हामी मृत्यु हुन्छ, त्यो मृत्यु पश्चात जो हाम्रो आत्मा हुन्छ, त्यो आत्माले फेरि यो भवसागरमा भौतारिन नपरोस्। यहाँबाट एकपल्ट यो शरीरबाट त्यो आत्मा निस्केर गएपछि ऊ सदा अजर अमर लोकमा बास होस्। त्यो अजर अमर लोकमा बास हुने तरिकाहरू, त्यसको प्रक्रियाहरू गुरुजनहरूले हामीलाई बार बार दिइराख्नु भएको छ। हामीले ग्रन्थहरूमा पाउँछौँ, साखी दोहामा त्यो उपायहरू पाउँछौँ जसको माध्यमबाट हामीले सतत प्रयास गर्नु पर्यो। अब यो मुक्ति भन्ने कुरो यसरी हामीले यो चौकारती यो जति पनि विधानहरू छन् यो त एउटा हामीलाई तयारी बनाउने एउटा विधान मात्रै हो। अब यसबाट सम्पूर्ण यसबाट हामी तयारी भइसकेपछि हामी अर्को स्टेपमा जानुपर्छ, जुन स्टेप जानको निम्ति हामीले गुरु गर्नु आवश्यक छ। जबसम्म हामी गुरु गर्दैनौँ तबसम्म ती कुराहरू गुरुहरूबाट हामीलाई प्राप्त हुँदैनन्। त्यो छँदै पनि त्यो हुँदाहुँदै पनि ती वस्तुहरू हामीलाई उपलब्ध हुँदैन। त्यसैको निम्ति मैले तपाईँलाई बार बार यो विषयमा सङ्केत गरिरहेको, तपाईँलाई गजगजाइरहेको, तर तपाईँमध्ये कतिजना गजगजिनु भएर त्यसलाई जिज्ञासा राखेर अघि बढ्नु हुँदैछ। अनि कतिपय तपाईँहरू अझ पनि त्यही ठाउँमा हुनुहुन्छ जो आजको तपाईँले जब होस सम्हाल्दा तपाईँ जुन स्थितिमा हुनुहुन्थ्यो आज पनि त्यही स्थितिमा हुनुहुन्छ। र हाम्रो कबीरपन्थी समाजले जो पाउनुपर्ने, जुन वस्तु प्राप्त गरेर ऊ आत्मसन्तुष्ट हुनुपर्ने, निर्भय हुनुपर्ने, निश्चिन्त हुनुपर्ने, उसलाई मर्नु फिक्र नहुनुपर्ने, त्यो अवस्थामा हामी आजसम्म पनि पुग्न सकेका छैनौँ। आज पनि हामीलाई मृत्युको भय हुन्छ। जब तपाईँले सद्गुरुको माध्यमबाट त्यो उपाय थाहा पाउनुहुन्छ, त्यो वस्तु तपाईँलाई प्राप्त हुन्छ, तब तपाईँ निर्भय हुनुहुन्छ, तपाईँलाई केहीको डर हुँदैन यो संसारमा। अनि अब हाम्रो समाजमा एकदम भएको घटना के हुन्छ भने एउटा परिवारमा हामी कोही लोग्ने स्वास्नी छुटेका हुन्छौँ, लोग्ने अघि गएको हुन्छ या स्वास्नी अघि गएको हुन्छ, अथवा कोही परिवारमा त्यस्तो घटबड केही नै भएको हुन्छ। तर त्यो समयमा पनि अथवा तपाईँहरूको घरमा सम्पूर्ण परिवारै तपाईँहरू हुनुहुन्छ, त्यो समयमा पनि तपाईँहरूभित्र केही न केहीको असन्तुष्टि जति तपाईँहरूको मनमा लागिरहन्छ भने त्यसबाट उबार हुने जुन उपाय छ यो हामीले सद्गुरु कबीर साहेबको माध्यमबाट हामीलाई प्राप्त हुन्छ। र जब तपाईँ एक्लो महसुस गर्नुहुन्छ, समाजमा पनि कहिलेकाहीँ आफूलाई त्यस्तो फिल हुन्छ अथवा परिवारमा पनि त्यस्तो फिल हुन्छ, त्यो फिल हुनुबाट जोगिनको निम्ति अब हामीले कसको शरणमा जाने? जबसम्म हामी सद्गुरुको शरणमा जाँदैनौँ तबसम्म त हामीलाई हाम्रो परिवारको घटबड हुने, मृत्यु हुने या केही हुने शङ्का उपशङ्काहरू भइ नै रहन्छ, अथवा
एउटा लोग्ने पहिल्यै मरेको छ भने त्यो स्वास्नी मान्छेलाई बुढी अवस्थामा एक्लो महसुस हुन्छ, कता कता एउटा डर हुन्छ र आफूलाई एक्लो परिवारमा भए तापनि उसलाई कता कता परिवारजनबाट अलिकति पर गरेको जस्तो यस्तो महसुस हुनसक्छ। र त्यति बेला अब हामीले केवल गुरुको शरणमा जानुपर्छ। जब तपाईँले गुरुको शरणमा गएर गुरुबाट त्यो वस्तुलाई प्राप्त गरेपछि तपाईँ एक्लो हुनुहोस्, तर तपाईँलाई एक्लो महसुस हुँदैन, फिल हुँदैन। तपाईँको अघि पछि कोही न कोही छ र तपाईँलाई सम्पूर्ण रूपले उसले तपाईँलाई गाइड गरेको त्यो अनुभव हुन्छ। हाम्रो परिवारमा पनि कहीँ कहीँ त्यस्तो सिचुएसन आउँछ। कहीँ कहीँ कुनै कुनै केटालाई होस्, केटीलाई होस्, बाउलाई होस्, आमालाई कता कता एक्लो महसुस हुन्छ र त्यो एक्लो महसुस जब हुन्छ तब ऊ असन्तुष्टि हुन्छ, ऊ असन्तुष्ट हुन्छ र कहिलेकाहीँ अति नै बेसी ऊ असन्तुष्ट भएर एक्लो महसुस भयो भने उसले कुनै गलत तरिका अपनाएर यो देहलाई नै त्याग गर्ने त्यस्ता कुराहरू पनि हुन्छन्। तर यो कुरोहरूदेखि बाँच्नको निम्ति अब हामीले जबसम्म गुरुको शरणमा गएर गुरुबाट त्यो चिज प्राप्त गर्दैनौँ तबसम्म हामीलाई संसारमा एक्लो महसुस हुन्छ अनि संसारमा हामी कहिले पनि सन्तुष्ट हुँदैनौँ। जब त्यो वस्तु हामीले प्राप्त गरेर गुरुको प्रशिक्षणमा जब हामी अघि बढ्छौँ भने तपाईलाई एउटा यस्तो दुनियाँमा जानुहुन्छ, तपाईलाई यस्तो आत्मसन्तुष्टि हुनुहुन्छ अनि तपाईलाई यस्तो फिल हुन्छ, यस्तो अनुभव हुन्छ जो अनुभव तपाईले शब्दमा बयान गर्न सक्नुहुन्न। त्यो त्यस्तो अनिर्वचनीय आनन्द प्राप्त गर्ने क्षमता हामी प्रत्येकमा छ। तर अहिले हामी संसारमा भौतारिएका छौँ, संसारको विषय वासनापट्टि हामी यति आकर्षित छौँ, हामीले परमात्मालाई एक क्षण पनि सम्झने फुर्सद हामीलाई छैन। त्यही कारणले भन्छ सद्गुरुले के भन्छ भनेदेखि 5 प्रहर धन्धे गए 3 प्रहर गए सोई, 1 प्रहर हरि न भजे कैसे मुक्ति होई। 24 घण्टामा 8 प्रहर हुन्छ। 8 प्रहरमा हामी 5 प्रहर त हामीले आफ्नो काम धन्दामै लगाएका हुन्छौँ अनि 3 प्रहर हामीले सुतेर बिताएको हुन्छौँ अनि 1 प्रहर पनि हामीले परमात्माको निम्ति बस्दैनौँ। जुन परमात्माले यति सुन्दर संसारमा हामीलाई ल्याउनु भयो, परिवारमा ल्याउनु भयो, यति सुन्दर संसारमा आज हामी रमाइरहेको जिरहेको छौँ, तर त्यो परमात्माको निम्ति हामीले 1 प्रहर पनि खेर फाल्दैनौँ, उसको निम्ति हामीले सोच्दैनौँ। तपाईहरु आफै विचार गर्नुहोस्, तपाईँ 24 घण्टामा तपाईको जो परिवारमा हुनुहुन्छ, परिवारभित्र रमाइराख्नु भएको छ, यो परिवारभित्र बसेर 24 घण्टामा तपाईले कति समय परमात्माको निम्ति दिनुहुन्छ? हामीले परमात्माको निम्ति एकदम थोरै समय दिने गर्छौँ अनि त्यो थोरै समयमा हामीले उहाँको दर्शन प्राप्त हुँदैन, उहाँको आभास हामीलाई प्राप्त हुँदैन। उहाँको निम्ति त अब हामीले समय दिनु सक्नु पर्यो अनि त्यो समय पनि पूर्ण रूपले समर्पित भएर दिन सक्नुपर्छ। आज हामीले जो यो हामी बिचमा एउटा बन्दगी भावको यो जे गर्ने एउटा छ, यसमा हामीले मार्जिन राखेर मात्रै काम गरेका हुन्छौँ, जहिले पनि छेउ राखेर काम गरेको हुन्छौँ। पूर्ण रूपले हामी सम्पूर्ण रूपले समर्पित भएर हामी गरेका हुँदैनौँ अनि जबसम्म हामीले समर्पित भएर आफ्नो सद्गुरुमा समर्पित बन्न सक्दैनौँ तब त त्यो आभास हामीलाई प्राप्त हुन सक्दैन। किनभने यो मेरो आफ्नो जीवनको अनुभव हो र मैले मेरो जीवनको अनुभूतिबाट तपाईहरुलाई भन्दैछु र तपाईहरुले आफ्नो जुन समय छ त्यो समयमध्ये केही समय तपाईहरुले एकान्त, मैले अस्ति पनि भने, एकान्त चिन्तनको निम्ति राख्नुहोस्। एकान्तमा तपाईहरु बसेर मनन चिन्तन गर्नुहोस्, म को हो, म यो संसारमा मनुष्य भएर किन आए, अरू प्राणी पनि छन्, अरू प्राणी र मेरो बीचमा कतिको अन्तर छ र मैले मनुष्य भएर अहिले मेरो बाबुआमाको कोखमा म किन आएर, र यो संसारमा रमेर एक दिन प्रत्येक मान्छे मरेर जान्छ, त्यस्तै म पनि मर्छु, म मरेर मेरो जाने ठाउँ कहाँ होला। यो बारेमा हामीले एकान्तमा मनन चिन्तन गर्दै गऱ्यौँ भने बिस्तार बिस्तार, किनभने परमात्मा त तपाईभित्र खुद रहनुहुन्छ,
परमात्मा तपाईँ भित्रै हुनुहुन्छ, सायद तपाईँ भित्रै हुनुहुन्छ। जब तपाईँले एकान्त चिन्तन मनन गर्न थाल्नुहुन्छ भने तपाईँ भित्रको परमात्माले तपाईँको बाटो दिग्दर्शन गर्नुहुन्छ। उहाँले तपाईँलाई कुन बाटोमा लानुपर्ने उहाँ स्वयंले तपाईँलाई निर्देश दिनुहुन्छ। अनि यो तपाईँले जब गर्न थाल्नुहुन्छ तब मात्र तपाईँले त्यसको अनुभूति हुन्छ। त्यसै हामीलाई अनुभूति हुँदैन। अहिले त हामी संसारको व्यवहारमा छौँ। यो व्यवहारिक कुरा हो। यो व्यवहारिक कुरोहरूमा नै हामी अल्मलेका छौँ। यो व्यवहारबाट हामी भित्र छिर्नुपर्छ। जस्तो तपाईँले गुरु भन्नुहुँदैछ, अब मलाई तपाईँले गुरुको रूपमा देख्नुभयो, यो तपाईँको चमचक्षुले देखेको गुरु हो म। तर मेरो गुरुलाई, म भित्रको गुरुलाई तपाईँ यो चमचक्षुले देख्न सक्नुहुन्न। मेरो शरीरलाई चिरेर भित्र जब तपाईँको दिव्य चक्षुले तपाईँले गुरुलाई देख्नुहुन्छ, तपाईँले तपाईँको गुरुको अर्कै स्वरूप देख्नुहुन्छ। यो आँखाले देखेको गुरुमा भ्रम पनि हुन सक्छ। तर जब तपाईँको दिव्य चक्षुले, तपाईँको ज्ञानको आँखाले जब गुरुलाई तपाईँले दर्शन गर्नुहुन्छ तब मात्र गुरुको वास्तविक रूप तपाईँलाई थाहा हुन्छ। यसो त म तपाईँहरूको निम्ति यहाँ चेयरमा बसेको छु, तपाईँहरू भुइँमा बस्नुपर्छ, मलाई गुरु भन्नुहुन्छ। अथवा मेरो वास्तविक शिष्य तपाईँ नहुनु पनि सक्छ, तपाईँको वास्तविक गुरु म नहुनु पनि सक्छु। यो त समाजले मान्यता हो। एउटा गुरुको देहावसान भएपछि अर्को गुरु चिन्छ, यो त समाजले दिएको एउटा व्यवस्था हो। यो व्यवस्थाबाट हामीले असली गुरुलाई प्राप्त गर्न सक्छौँ या सक्दैनौँ पनि भन्न गाह्रो छ। समाजले दिएको व्यवस्थाले जुन गुरु तपाईँले चुन्नुहुन्छ नि, त्यसमा तपाईँले असल गुरु प्राप्त गर्नु सक्नुहुन्छ या गर्नु सक्नुहुन्न, त्यो तपाईँहरूको आफ्नो आफ्नो चोइस हो। त्यसैले गर्दाखेरि पहिले दाता शिष्य भया जिन दिया तन मन शीश, पीछे दाता गुरु भया जिन दिया नाम दान बख्शिस। हिजो नामको कुरा भयो नि। यो जबसम्म हामीले गुरुबाट दीक्षा प्राप्त गर्दैनौँ, गुरुबाट नाम दान प्राप्त गर्दैनौँ, तबसम्म त हामीले त्यो वस्तुलाई प्राप्त गर्न सक्दैनौँ, जबकि त्यो वस्तु हामीभित्रै छ। हामी जबसम्म जीवित हुन्छ त्यो वस्तु हामीभित्रै छ, तर त्यो वस्तुलाई हामीले चिन्न सक्दैनौँ। यसलाई चिन्नको निम्ति, यसलाई जान्नको निम्ति नै गुरु गर्नु अति नै आवश्यकता रहेछ। अब मैले यो ठाउँबाट गुरुको बारेमा व्याख्या गर्दा, गुरुको बढी बढाइ गर्दा, गुरुको प्रशंसा गर्दा तपाईँले अन्य सोच्नुहुन्छ, अन्यथा सोच्नुहुन्छ, धेरैले सोचेको छ। तर मैले यो ठाउँबाट गुरुको बारेमा भन्नु आवश्यकता पर्छै पर्छ, किनभने जबसम्म मैले पनि गुरु गएको थिइनँ, जबसम्म मैले पनि समाजद्वारा मान्यता गुरुलाई नै गुरु मानेको थिएँ, त त्यो वस्तुको मलाई आभास थिएन। जब मैले खुदले, म स्वयंले खुदले मेरो होस हवासले जब मैले गुरुलाई वरण गरेँ, गुरुको चरणमा समर्पित भएर गुरु जुन दिन मैले गरेँ, त्यो दिनदेखि म भित्र जुन एउटा परिवर्तन आयो र मेरो विचार र विवेकमा जुन परिवर्तन आयो त्यो अलग्गै छ। त्यसको वर्णन म तपाईँहरूलाई शब्दमा वर्णन गर्न सक्दिनँ। त्यसैले गुरु भन्ने चिज यस्तो हो र जसको बारेमा अब हामीले साखीद्वारा त थुप्रै छ। तपाईँहरूले बिहान झन्डै 1 घन्टा आधी घन्टा गुरुमयमा पाठ गर्नुहुन्छ। त्यो गुरुमयलाई भनेको एक कुरोलाई तपाईँहरूले अक्षरश पालन गर्न सक्नुभयो भने सायद कसैको भित्र घटमा प्रकाश हुन सक्छ। होइन भने त्यो पढेको जुन गुरुमयमा पाठ गरेकोले पनि हामी भित्र त्यो प्रकाश पार्न सक्दैन, किनभने हामी संसारमा रोकेका छौँ। हाम्रो ध्यान, हाम्रो सुरति 24 घण्टा सुतेको बेला पनि, अब हामी स्वप्नमा पनि हाम्रो ध्यान बाँडेकै हुनाले स्वप्न हामी देख्छौँ। त जति बेला जबसम्म हामी सुतेको हुन्छ तबसम्म हाम्रो सुरति जो छ संसारपट्टि बगेको हुन्छ। त्यही कारणले कवि साहबले भन्नुहुन्छ नि, सुरति फसी संसार में ताते परि गई दूर, सुरति बात स्थिर करो आठौं पहर जो। तिम्रो सुरति चाहिँ संसारबाट यो 5वटा ज्ञानेन्द्रिय र 5वटा कर्मेन्द्रियको माध्यमबाट बहिर्गत भइरहेको छ, संसारपट्टि गइरहेको छ, गमन गरिरहेको छ। तर जुन दिन तिमीले त्यो सुरतलाई बाँधेर स्थिर गर्छौ, 24 घण्टा तिम्रो मालिक, तिम्रो भगवान तिमीसँग छ। साहेबको बानी हो यो। अब हामीले कसरी हाम्रो 24 घण्टा साहेब हामीसँग छ त? हामीले कहिले त्यो जिज्ञासा राखेका छौँ? अनि त्यो जिज्ञासाले फुलफिल गर्ने, त्यसलाई पूर्ण गर्ने हामीले कहिले तरिका अपनाएका छौँ? हामीले कहिले तरिका अपनाएका छौँ? हाम्रो जो सुरति, यो हाम्रो 5वटा
ज्ञानेन्द्रद्वारा बहिर्गत भइरहेको छ, त्यसलाई कहिले उल्टाएर हामीले हाम्रो परमात्मामा हाम्रो सुरती लगाएको छौँ। यो सुरती बहिर्गत भइरहेको छ, अहिले बाहिरतिर गइरहेको छ। तपाईँ यहाँ हुनुहुन्छ तर तपाईँको धेरैको मन अहिले यो हलदेखि बाहिर भइ कतै छ, किनभने हाम्रो सुरती त्यसरी बहिर्गत भइरहेको हुन्छ। अब सद्गुरुले के भन्नुहुन्छ भने तिम्रो सुरतीलाई बाँधेर चाहिँ तिमीले स्थिर गर, त्यो स्थिर गर्ने ठाउँ छ, त्यो ठाउँमा त्यो सुरतीलाई बाँधेर स्थिर गर, तिम्रो परमात्मा 24 घण्टा तिमीसँग छ। अब साहेबले भन्नुभएको यो कुरोलाई अब हामीले विश्वास गरेनौँ भने हामीलाई पार लाग्दैन। साहेबले भनेको यो कुरोलाई हामीले विश्वास गरेर प्रयास गर्नुपर्छ। मैले मेरो सुरतीलाई कसरी बाँध्न सक्छु, मेरो बहिर्गमन भइरहेको सुरतीलाई बाँधेर मैले कसरी स्थिर गर्न सक्छु। सुरतीलाई स्थिर गरेपछि नै त हाम्रो मन स्थिर हुन्छ। यो मनले यो सुरतीलाई बहिर्गमन गराउने पनि त मुख्य भूमिका मनको छ। यो मन बहुत चञ्चल हुन्छ, कसैले पनि यो मनलाई बाँधेर एकछिन अड्काउन सक्दैन। जबसम्म यो मन चञ्चल हुन्छ हाम्रो सुरती पनि त्यस्तै मनसँगै चञ्चल भएर बाहिर जान्छ। अब सबैभन्दा पहिले यो मनलाई बाँध्ने प्रक्रिया कबीर पन्थमा जो छ त्यसलाई हामीले प्राप्त गर्न सक्नु पर्यो। यो मनलाई बाँध्ने जो एउटा प्रक्रिया छ यसलाई सन्त धेरै योगी पुरुषहरू सन्त महात्माले धेरै प्रयास गरे मनलाई बाँध्ने, तर एकछिन यो बाँधिन्छ, एकछिनमा चञ्चल हुन्छ। तपाईहरुलाई पौराणिक कथाहरू हेर्नुहोस्, कति योगी पुरुषहरूले पनि मनलाई बाँध्ने चेष्टा गरे तर पनि सकेन। तर सद्गुरुको उपाय छ, सद्गुरुले दिनुभएको जुन चाहिँ उपाय छ त्यो उपायलाई हामीले अवलम्बन गर्यो भने यो मनलाई हामीले एकछिन त के तपाईले चाहे जतिसम्म चाहनुहुन्छ त्यतिसम्म यसलाई कन्ट्रोल गरेर यसलाई निश्चल बनाउन सक्नुहुन्छ, एकदम स्थिर बनाउन सक्नुहुन्छ। अनि जब तपाईको मन स्थिर हुन्छ, निश्चल हुन्छ, तब नै तपाईको सुरती पनि स्थिर हुन्छ। अनि सुरतीलाई कहाँ लगाउनु पर्ने हो त्यो त गुरुहरुबाट हामीले उद्देश्य प्राप्त गरेपछि मात्र प्राप्त हुन्छ। र त्यो सुरतीलाई हामीलाई त्यहाँ टेकाएपछि अनि संसारबाट हाम्रो सम्पर्क बिस्तार विच्छेद हुँदै जान्छ। हामी संसारमै भए तापनि संसारको जति पनि यावत वस्तुहरुसँग हाम्रो सम्पर्क विच्छेद हुँदै जान्छ अनि हाम्रो ध्यान हाम्रो सुरती केवल परमात्मा मात्रै टिक्छ। अनि परमात्मामा टिक्दा जब जुन दिन परमात्माको आशीर्वाद हामीलाई हुन्छ, उनको जुन आशिष हामीलाई प्राप्त हुन्छ, त्यो दिनदेखि अब हाम्रो जीवनमा प्राप्त गर्नुपर्ने कुरै केही नै रहँदैन। परमात्मालाई प्राप्त गरिसकेपछि पाउनुपर्ने कुरै के छ? यो सारा सृजना त उहाँको। जब यो सारा सृजना गर्ने मालिकलाई हामीले पाइसकेपछि पाउनुपर्ने हाम्रो केही पनि छैन। तर उहाँलाई नपाउँदा त हामीलाई थरी थरीको चाहना हुन्छ, हाम्रो वान्ट्सहरू, इच्छाहरू, आकांक्षाहरू बढिरहेका हुन्छन्। अनि यो इच्छा र आकांक्षा पूर्ति गर्नको निम्ति हामीले परिश्रम गरिरहेका छौँ। अहिले नानीहरूको जीवनमा केही गरौँला भने लक्ष्य लिएर उनीहरूले पढ्दैछन्, कोही पास गर्दैछन्, कोही नोकरीको निम्ति घुमिरहेका छन्। अब यसो गर्दा गर्दा जीवनको सुन्दर पाटो हामीले बिताइसकेका हुन्छौँ। यसको यो दौडधुपमा संसारको वस्तु प्राप्ति गर्ने इच्छा राखेर आकांक्षा राखेर हामी हिँड्दा हिँड्दै हामीले हाम्रो जीवनको सुन्दर अंश चाहिँ बिताइसकेका हुन्छौँ। हामीले हाम्रो वयस, हाम्रो जवानी त्यसको खोजमा बिताइसकेका हुन्छौँ। अनि जब हामी प्रौढ हुँदै जान्छौँ, अशक्त हुँदै जान्छौँ, त्यति बेला त हामीले परमात्माको खोज गरेर पनि जति एउटा यङ एजमा जति हामीमा एउटा ऊर्जा हुन्छ, हामीभित्र एउटा काम गर्ने सृजनशीलता जुन चाहिँ छ, एउटा शक्ति हुन्छ, त्यो हामीले गुमाइसकेका हुन्छौँ। प्रौढ अवस्थामा हुँदै बित्दै गएपछि हामीले त्यस्तो जोस जागर हामी हुँदैन। अझ वृद्ध अवस्थामा त त्यसको कुरा नगरे पनि हुन्छ। र यो यङ एजमा अब हाम्रो भाइ बहिनीहरूले पढ्नु आवश्यक छ, पढ्नुपर्छ, जीविकाको निम्ति नोकरी पनि गर्नुपर्छ। तर त्यसको बादमा परमात्मा जसले हामीले सुन्दर संसार दिनुभयो, सुन्दर परिवार बीचमा हामीलाई ल्याउनु भयो, त्यस्तो परमात्माको त्यस्तो मालिकको खोज गर्ने, उनको विषयमा जान्ने बुझ्ने चासो पनि राख्नु पर्यो। अनि त्यो जसले चासो राख्छ उसले सत्संग प्रवचन सुन्नु अति आवश्यक छ। सत्संग प्रवचनमा हामी जान्नु किन आवश्यक छ? किनभने आफूभित्र आफ्नो चाहना, आफूलाई लागेको कुराहरू कहिलेकाहीँ सत्संगको माध्यमबाट हामीले त्यो प्राप्त हुन्छ। र जब कुनै पनि भक्तले
अति नै कुनै कुरो जान्ने अति नै इच्छा राख्यो भनेदेखि साहेबले यस्तो योजना बनाइदिनुहुन्छ कि त्यो यस्तो तरिकाले उहाँले त्यो एउटा योजना बनाउनुहुन्छ कि त्यो आफूलाई चाहेको कुरो त्यो योजनाकोबाट आफूलाई प्राप्त हुन्छ। अथवा कुनै सन्त महात्मा पठाइदिनुहुन्छ जुन सन्त महात्माको प्रवचनले हामीलाई लागेको कुरोको पूर्ति हुन्छ। त्यसैले गर्दा यो एउटा रहस्यको कुरो छ। यो आध्यात्मिक जगत भनेको बहुत रहस्यको कुरो छ। यो हामीले बाहिरी आँखाले देखेर गरेको जस्तो यो एउटा रहस्यात्मक संसार छ। अर्कै आध्यात्मिक जगत एउटा रहस्यात्मक संसार हो। जब तपाईँ त्यहाँ प्रवेश गर्नुहुन्छ र तपाईँले त्यहाँ जति तपाईँ डुब्नुहुन्छ भित्र गहिराईमा जति डुब्नुहुन्छ त्यति तपाईँलाई विभिन्न विभिन्न किसिमको अनुभूति प्राप्त हुन्छ। अनि त्यो अनुभूति तपाईँले अरू मान्छेलाई बताउन पनि मिल्दैन, किनभने तपाईँले शब्दै पाउनुहुन्न। कतिपति तपाईँले बताउनु भयो भने पनि त्यो मान्छेलाई, त्यो सुन्ने मान्छेलाई त्यो निस्सार लाग्छ। यो तिम्रो भ्रम हो, तिमीले वास्तविक कुरो तिमीले यो जो अनुभव गर्यो यो चाहिँ भ्रम हो भनेर भन्ने गर्छन्। तर वास्तवमा जसले आध्यात्मिक जगतमा डुबुकी मार्ने हुन्छ उसलाई विभिन्न किसिमको अनुभूति उसले अनुभव गर्छ। अनि जब उसलाई अनुभूति हुँदै गएपछि ऊ अझ यो संसारदेखि टाढिएर ऊ अझ आध्यात्मिक जगतभित्र प्रवेश गर्ने उसले चेष्टा गर्छ। उसले जति यो भित्र प्रवेश गर्यो उसलाई त्यति नै आनन्द अनुभूति हुन्छ। अनि त्यो आनन्द संसारमा हामीले भोगेको आनन्दभन्दा भिन्नै छुट्टै आनन्द हुन्छ। जो आनन्द चाहिँ सदा सर्वदा आफूसँगै विलीन हुने आनन्द हो। परमात्मालाई प्राप्ति गरेपछि जुन आनन्द हुन्छ, परमात्माको नामले सच्चित आनन्द भन्छ। उहाँ सत्य पनि हुनुहुन्छ, चेतनशील पनि हुनुहुन्छ अनि आनन्द स्वरूप। त्यसैले परमात्मालाई सच्चित आनन्द भन्छ। हामीसँग केही मात्रामा सत्य पनि होला, हामी चेतनशील पनि छौँ, तर त्यो आनन्द हामीलाई प्राप्त छैन। त्यसै कारणले हामी सच्चित आनन्द होइनौँ। त हामीले परमात्मालाई सच्चित आनन्द भनेको कारण ऊ सत्य पनि छ, चैतन्य पनि हो अनि उसमा आनन्द पनि छ। जुन दिन तपाईँले कुनै कुरो गरेर तपाईँलाई भित्रै तपाईँलाई आनन्द जस्तो तपाईँले अहिले एउटा आनन्द क्षणिक आनन्द अनुभूति गर्नुभयो, जो अबिर लाएर तपाईँले जुन किसिमको तपाईँलाई त्यतिखेर तपाईँले आफूले स्वयंलाई बिर्सेर तपाईँ एकछिन आनन्द अनुभूति तपाईँमा भएको थियो। र यो आनन्द अनुभूतिलाई जहिले तैले आफूभित्र पालन गर्न सक्नु, यसको निम्ति हामीले प्रचेष्टा गर्नुपर्छ। अब तपाईँहरू सबै कविपन्थी हुनाले तपाईँलाई म एउटा फ्याक्ट बताउन चाहन्छु। जो वर्तमान हजुर साहब हुनुहुन्छ, हजुर साहब साक्षात सत्पुरुषको रूप हो। म त त्यही मान्छु। किनभनेदेखि 1990 को दशकमा 99 को दशकमा उहाँलाई प्रथमचोटि उत्तराखण्डमा ल्याउने प्रयास भयो। त्यति बेला म स्कुलमै काम गर्थेँ अनि त्यसको सचिव सबैले मलाई नै चुन्नु भएको थियो। अनि त्यो दिन मैले सबै थुमको बाहिरको मान्छेहरूलाई बोलाएको थिएँ र मैले मेरो स्कुलमै त्यो भेन्यू राखेर म पर्खिरहेको थिएँ। स्कुल छुट्टी भएर म बाहिरी चेयर लिएर यसरी बस्दाखेरि मैले पूर्वमा एउटा यस्तो अचम्मको मलाई यस्तो अनुभूति भयो, त्यो म बताउनै सक्दिनँ। अझै पनि म त्यो क्षण सम्झिँदा मलाई भित्रबाट कता कता एक किसिमको भएर आउँछ। त्यस्तो अनुभूति मलाई एकछिन भयो, निमेष मात्र एकछिन मलाई यस्तो अनुभूति भयो। त्यस्तो अनुभूति आजसम्म मैले जीवनमा गर्न पाएको छैन। त्यसपछि सबै मिटिङ सिटिङ भयो, सबै राम्रै भयो। अनि जब हजुर साहब आउनुभयो प्रथमचोटि उत्तराखण्डमा, हजुर साहब आउँदाखेरि उनको दर्शनले हामी जति लाभार्थ भयौँ, उनको दर्शन, उनको शरणमा पर्दा हामीले जुन अनुभूति हामीले पायौँ, त्यस्तो अनुभूति उहाँ धेरैचोटि गोरुबथान आउनुभयो हामीले प्राप्त गऱ्यौँ। त्यो समयमा त्यो हामीलाई प्राप्त भएको थियो। र मैले जुन दर्शन उहाँ आउनुभन्दा अघि नै उहाँको एउटा सङ्केत थियो, शुभ सङ्केत थियो। त्यसबाट मैले के अनुभव गरेँ भने उहाँ साक्षात सत्पुरुषको अंश हुनुहुन्छ र त्यही सत्पुरुषको अंशको अन्डरमा हामी छौँ। वर्तमान पञ्च हजुर प्रकाश मुनि साहेबको माथ हात आज हामी जति पनि कबीरपन्थीहरू छौँ, तर हामीले उहाँलाई अझै पनि चिन्न सकेका छैनौँ, धेरैले चिन्न सकेका छैनौँ। उहाँलाई हामीले चमचक्षुले मात्र दृष्टि हेर्छौँ र चमचक्षुले देखेकोमा त अब त धेरै
बुढो हुनुभएछ, पहिला यङ थियो भने टिका टिप्पणी थुप्रै हुन्छ। तर यो आँखादेखि पर हामीले एउटा जो चक्षुदेखि पर हामीले एउटा दिव्य चक्षु, ज्ञानको चक्षु जब हामीले आफै आफ त्यो चक्षुलाई चाहिँ हामीले बनाउन सक्नु पर्यो। त्यो दिव्य चक्षुलाई प्राप्त गर्नुको निम्ति हामीले धेरै मेहनत र परिश्रम गर्नु पर्यो। आफूभित्र भएको अहङ्कार, रिस, राग, क्रोध सबलाई परित्याग गर्न सक्नु पर्यो। अनि आफ्नो आत्मालाई जति सक्दो परिमार्जित गर्न सक्यो। अहिले त हाम्रो आत्मा मलदोषले गर्दा दूषित छ, हाम्रो आत्मा क्लियर छैन। यसमा अघिल्लो जन्मको पाप र अहिले जन्मको पापले गर्दा पनि यो दूषित भएको छ, यसलाई मलदोष भन्छ। अनि यो चौकाको माध्यमबाट हामीले मलदोषलाई हामीले हटाउनुपर्छ। त्यो मलदोषको कारणले गर्दा हाम्रो आत्मा शुद्ध र पवित्र भएको हुँदैन। अब हाम्रो शुद्ध कर्मले, शुद्ध सोचाइले, शुद्ध खानपानले, शुद्ध थिङ्किङले, शुद्ध कर्मकायले अब हाम्रो आत्मालाई बिस्तारी बिस्तारी परिमार्जित गर्दै हामीले लानु पर्यो। यो आत्मालाई जति हामी परिमार्जन गर्दै लगौँ, यसलाई जति हामी सफा पार्दै गयौँ, त्यति परमात्माको झलक हामीलाई प्राप्त हुन्छ। त्यसै अहिले तपाईँले देख्नुभयो यो यसो भए कवि साहब त देखिँदैन, यो त अब एउटा प्रेसमा कसलाई कल्पना अब यस्तो बनाएको मात्रै। वास्तवमा कवि साहबको रूप यस्तो थियो या थिएन, त्यति बेला क्यामेरा पनि थिएन, मान्छेले अन्दाजमा बनाएको थियो। साक्षात् सद्गुरु कवीर साहबलाई आज हामीले आदर्श रूपमा मान्छौँ। अहिले वर्तमान पनि सद्गुरु कवीर साहब हुनुहुन्छ, तर त्यो भावना हामीमा हुनु पर्यो। किनभने हामीलाई थाहा छ परमात्मा विश्व ब्रह्माण्डमा उनी फैलेका हुन्छन्। उनी यति साह्रो विशाल हुनुहुन्छ, यति असीम हुनुहुन्छ, यो हाम्रो ससीम आँखाले देख्न सक्दैनौँ। परमात्माको रूपलाई हामी देख्न सक्दैनौँ, उहाँ असीम हुनुहुन्छ। र असीम परमात्माले अब आफ्नो बानी उपदेश ज्ञानद्वारा हामीलाई उपदेश त दिएर जानुभयो, तर त्यो असीम परमात्मालाई हामी देख्न सक्दैनौँ। त्यसैले परमात्माको योजनले ससीम रूपमा सद्गुरु कवीर साहबलाई उहाँले प्रकट गर्नुभयो। हामी जस्तै ससीम एउटा आकारभित्र उहाँ आउनुभयो। हामी जस्तो यस्तो हामी भित्र असीम सत्ता छ, परमात्माको सत्ता छ, तर परमात्माले हामीलाई एउटा ससीम रूपमा एउटा आकारमा हामीलाई ढालिदिनु भएको छ। त्यसैले सद्गुरु कवीरलाई ससीम रूपमा उहाँले प्रकट गराएर हामी मानव जातिको कल्याणको निम्ति, हाम्रो आत्मिक कल्याणको निम्ति उहाँले विभिन्न साखी दुआको माध्यमबाट हामीलाई उपदेश दिनुभयो। उनको जीवनकालमा उनले भ्रमण गरेर लाखौं मानिसहरूलाई, हिन्दू मुस्लिमलाई उनले शिक्षित गराएर यो सही ज्ञान दिएर जानुभयो। उनको शेखपछि उनको ज्ञानको भण्डार सम्पूर्ण रूपले धनी धर्मदास साहबलाई दिएर उनको वंशजमा नै म खुद आउँछु तिम्रो वंशजमा भनेर उहाँले वचन दिएर जानुभएको हुनाले नै आज हाम्रो वंशगुरुहरूलाई हामीले साक्षात् कवि साहबको रूपमा हामीले मान्नुपर्छ। र उनीहरूले नै, उहाँहरूले कवि साहबको जति पनि ज्ञानहरू, बानीहरू, उपदेशहरू आज हामी माध्यममा प्रचार प्रसार गरिरहेका छन्। वर्तमानमा उदित मुनिराम साहबले जो यो 16 वर्षको कलिलो उमेरमा यस्तो अभियान कसरी उहाँले थाल्न सक्नुभयो? उहाँले कुम्भ मेलामा देख्नुभयो त विभिन्न हिन्दू सनातनको आखाडामा गएर ती गुरुजीहरूसँग उनले सबैसँग भेटघाट गरे, उनीहरूको आशीर्वाद लिए। उनको मिसन के हो? उनको मिसन हो सम्पूर्ण मानव जाति सबैले मोक्ष र मुक्ति प्राप्त गर्ने अधिकार छ, सम्पूर्ण विश्वको सम्पूर्ण मानव जातिलाई। तर ती ज्ञानबाट, ती उपदेशबाट उनीहरू वञ्चित छन्। उनीहरूलाई त्यो थाहा नभएको हुनाले ती मानिसहरू आज दलदलमा फसेका छन्। हत्या हिंसा गर्छन्, चोरी, लुट्नु, चोर्नु इत्यादि इत्यादि यस्तो भन्नु यस्तो कर्महरू गर्छन् जुन कर्महरू मनुष्यले सोच्दै पनि नहुने यस्तो कर्महरू उनीहरूले गर्छन्। यी सबैबाट मनुष्यलाई एक किसिमको, एउटै किसिमको ज्ञान दिएर ती मानिसहरूलाई यो दलदलबाट माथि उठाउने प्रयास हाम्रो वर्तमान उदित मुनिराम साहबको छ। र नै उहाँले अहिले जो उहाँको एउटै मात्रै मिसन, एउटै मात्रै उहाँको छ, जीव दया र आत्म पूजा। त्यहाँदेखि उता लेख्नु भएको छैन, जीव दया और आत्म पूजा इनसम भक्ति और न दूजा। जीव दया र आत्म पूजा जस्तो भक्ति अरू कुनै होइन भन्ने कवीर साहबको बानीलाई उहाँले दुईटै मात्रै लेख्नु भएको छ, जीव दया र आत्म पूजा। सम्पूर्ण विश्वको चराचर सम्पूर्ण प्राणीमाथि हामीले
दया गर्न सक्नु पर्यो। यो मानव जाति, सम्पूर्ण मानव जातिले, किनभने हामी मानव त अरू प्राणीहरूमा सर्वश्रेष्ठ प्राणी हो। हामीले अरूलाई दया गर्न सक्नुपर्छ। ती विश्वमा भएका जति पनि निर्दोष अबोध जनावरहरूलाई हामीले पासोमा मारेर अथवा बन्दुकले हिर्काएर तिनीहरूको हत्या हिंसा गरेर तिनीहरूको अब छाला बिक्री गरेर मासु खाएर तिनीहरूको हड्डीबाट विभिन्न किसिमको शौखिन वस्तुहरू बनाएर यो सब मनुष्यले गर्ने कुरो होइन। साहेबको इङ्गितता त्यो हो। जीव दया, जीवमाथि सम्पूर्ण कुरोले सम्पूर्ण तौरले मनुष्यले जीवमाथि दया राख्नुपर्छ। जीव दया र आत्म पूजा। अनि प्रत्येकको हृदयमा आत्मा छ, चाहे त त्यो मुसाको होस्, चाहे त बाँदरको होस्, विश्वको सम्पूर्ण प्राणी। हामीलाई त के भन्छ भने जानी जानिकन तिमीले एउटा कमिलालाई पनि नमान्नु, किनभने कमिलामा त्यही परमात्मा छ। साहेब का सब जीव है तेरी कुंजर दुए, किस पर दया कीजिए किस पर निर्दय होए, साहेब का सब जीव है कीरी कुंजर। एउटा किरादेखि लिएर कुंजर हात्तीसम्ममा पनि साहेबकै बास छ। त्यसैले गर्दा हामी कविप्रतिले यो कुरोदेखि हामीले आफूलाई टाढो राख्न सक्नुपर्छ। अहिले साहेबको मिसन त्यही छ। किनभने दामाखेडामा जाँदाखेरि त्यहाँको माहौल हेर्दाखेरि कतिपय यस्ता साधुहरू छन् जसले यी निषेधात्मक कुरोहरूलाई मान्दैनन्। एक समय हामी चौरङ्गामा जाँदा साहेबले ऐलान गर्नु, या तपाईँहरूको सबै पोखरी छ साधुको, यो पोखरीमा तपाईँले माछा पाल्नु भएको छ, अनि यो माछा तपाईँले आफैले मार्नुहुन्न, तर कुनै कुनै ठेकावालालाई तपाईँलाई ठेकामा दिनुहुन्छ। मेरोमा यति किलो माछा छ, तिमीले यति दाम देऊ भनेर तिमीहरूले दिनुहुन्छ। अबदेखि तिमीहरूले यो माछा पाल्छ कि पर्दैन हात उठाऊ। जसले यो माछाको पोखरी राखेको छ त्यसको घरमा म आउँदिनँ, त्यसको गाउँमा म आउँदिनँ, साहेबले भन्नुभयो। त्यो जीव दयाको कुरा आउँछ। सबैले हात उठाए, साहेब अबदेखि हामी पाल्दैनौँ, सायद अहिले पाल्दैन होला। र जीव दया, जीवमाथि दया राख्नुपर्छ। जीव दया आत्म पूजा, त्यो आत्माको, जस्तो हामी कविपन्थीले आत्माको पूजा गर्छौँ। तपाईँहरूले अस्तिको दिन पनि साधु सन्तलाई सिंहासन राखेर पूजा गर्नुभयो, त्यो आत्माको पूजा हो। त्यो आत्माको पूजा गर्दा तपाईँले शरीरलाई त पूजा गर्नुहुन्छ, तर तपाईँले यस्तो भावले त्यो शरीरको पूजा गर्नुहुन्छ, एकछिन त्यो पुँजी माग्ने व्यक्ति एकछिन उसले आफैलाई हराउँछ। तपाईँले अनुभव गर्नुभएको होला नि। तपाईँले जब सिंहासनमा राखेर एकदम श्रद्धा र भावपूर्ण ढङ्गले तपाईँले पुज्दैछ भने तपाईँ एकछिन तपाईँबाट हराउनुहुन्छ, तपाईँ मालिककोमा, तपाईँ सुरति मालिककोमा जान्छ। तब त तपाईँको सुरति मालिकमा गएपछि जो भाव गर्ने मान्छेको जो सुरति पुरा भयो, उसले जुन सुरतिले गरे उसले त्यो प्राप्त गर्छ। त्यसले गर्दा जीव दया र आत्म पूजा, तपाईँले जो भण्डारामा तपाईँलाई पुज्दाखेरि तपाईँले रेला गर्दै कहिले पनि बस्नु हुँदैन। त्यति बेला तपाईँहरू जब तपाईँलाई पुज्नु हुन्छ भने तपाईँहरूको भाव तपाईँले यस्तो परिवर्तन गर्नुपर्छ कि तपाईँको त्यो भावमा तपाईँ यस्तो परिवर्तन हुन्छ, एकछिन तपाईँभित्र स्वयं साहेबले विराजमान गरेको हुन्छ। तर म अक्सर गरेर त्यस्तो प्रकारले भाव गरेको देखिँदैन। मान्छे बोल्दै बात मार्दै पनि त्यो प्रकारले भाव हुँदैन। त्यस कारणले जीव दया र आत्म पूजा, तपाईँले जब आत्माको पूजा गर्नुहुन्छ भने त्यो तरिकाले हो त तपाईँको दाजु भाइ अथवा छिमेकी नै होला, तर एकछिन तपाईँमा यस्तो भाव हुनु पर्यो कि त्यो तपाईँको छिमेकी हुँदैन। ऊभित्र तपाईँले परमात्माको स्वरूपको दर्शन गर्न सक्नुपर्छ, तब तपाईँको त्यो भाव पुजिन सक्सेस हुन्छ। यो व्यक्तिले अनुभव गर्नुपर्छ। जब तपाईँमा क्षमता छैन भने तपाईँले एकछिन साहेबलाई सम्झिँदै भन्नुहोस्, तपाईँले मलाई जो भाव पूजना गर्नुहुँदैछ यसलाई सहन गर्ने शक्ति ममा छैन, सायद तपाईँले ग्रहण गरिदिनुहोस्। यति मात्र भन्नुभयो भने तपाईँलाई जसले पुज्दैछ त्यो उसको पूजन भाव सफल हुन्छ। के तपाईँले आफैले लिनु भएन, तर तपाईँले यो खुट्टा पनि राम्रो धो है, अलिक राम्रो पुछ भन्नुभयो भने तपाईँ त्यहीँ सीमित हुनुभयो भने तपाईँको आवाज माथि पुग्दैन। तर एकछिन निमेषभर तपाईँले आफूलाई स्वयंलाई बिर्सिनुपर्छ, तब तपाईँको त्यो आत्मा पूजा हुन्छ, अनि त्यो सक्सेस हुन्छ। त्यही सक्सेस भएको कारणले गर्दाखेरि नै कबीरपन्थीमा यो एउटा पद्धति छ। यो पद्धति त्यसै खेलाचीमा हाम्रो बाबुबाजेले पद्धति अप्नाएको, यसमा बहुत सार्थकता छ। अनि जब तपाईँले जुनै कुरो पनि साहेबलाई स्मरण गरेर गर्नुहुन्छ भने तपाईँको प्रत्येक पल पल छिन छिन पल पल
कदम कदममा सायद तपाईँको अघि पछि बसेको हुन्छ। तपाईँ एकदम निर्भय, तपाईँलाई कुनै किसिमको डर, तपाईँ संसारको कुनै कुनामा एक्लै जानुहोस्, तर तपाईँलाई यस्तो लाग्छ मेरो अघि पछि कसैले मलाई हेरिरहेको छ, मेरो मद्दत गरिरहेको छ। त्यही कारणले जीव दया र आत्म पूजा, आत्मा पूजा त्यसरी गर्छु। त्यसैले गर्दा अब हाम्रो व्यवहारमा हामीले हाम्रो छिमेकीसँग कहिलेकाहीँ बाँच्छौँ, खराब कुरा भन्छौँ, यो एकदम हामीले गर्ने हुँदैन। जानी जानी कसैको चित्त दुखाउनु, मन दुखाउनु एकदमै ठुलो हिंसा हो। हामीले डाइरेक्ट कुनै जन्तु त काट्दैनौँ, डाइरेक्ट हिंसा त गर्दैनौँ, तर मुखले त कसैलाई रुवाएको हुन्छ नि। मैले कसैलाई एक लपेटा नकुटिकन पनि मेरो बोलीले त्यो मान्छे, सुन्ने मान्छे रुन्छ। तपाईँले गर्नुभयो होला नि, कसैलाई यस्तो तपाईँले भन्नुहुन्छ कि त्यो मान्छेको आँखाबाट धरधरी आँसु छ, त्यो पनि त हिंसा हो। यो हिंसाबाट पनि हामी वञ्चित हुनुपर्छ। र कबीरपन्थीले एकदमै सादा र सरल जिन्दगी बिताउन सक्नुपर्छ। अनि हर समय हर पल हामीले हाम्रो परमात्माको मनन चिन्तन गरिनुपर्छ। त्यसो भयो भने तपाईँको हर क्षेत्र, हर पल तपाईँलाई परमात्माले साथ दिन्छ। तपाईँको मुखबाट कुनै पनि त्यस्तो किसिमको अमित्र वचन कहिले पनि निस्किँदैन। तपाईँले जसलाई बोल्नुहुन्छ त्यो एकदम शीतलताको त्यसले काम गर्छ। तर तपाईँ जोसँग बोल्नुहुन्छ तपाईँको बोलीले उसलाई शीतलता प्रदान गर्छ, उसमा एउटा प्रसन्नता छाउँछ। त्यो व्यवहार हामीमा हुनुपर्छ। तर अब हामी कबीरपन्थी भएर अहिलेसम्म हामी संसारिक छौँ, संसारिक नै छौँ, हाम्रो व्यवहार संसारिक छ। यो संसारिक व्यवहारबाट त अब हामीले त्यस्तो आशा राख्नु पनि सकिँदैन। र जसले चाहिँ अब सत्य सत्पुरुषलाई साक्षात मानेर उनको शरणमा जाने जो व्यक्ति छ, उनीहरूबाट कहिले पनि जाने अनजानेमा त्यस्ता अपशब्दहरू कहिले पनि निस्किँदैन। अनि उसले जे जति बोल्छ सुन्नेलाई त्यसले शीतलता प्रदान गर्छ। अनि ऊ जहाँ जहाँ जान्छ उसले प्रत्येक टेकेको पाइला पवित्र हुन जान्छ। त्यसै गरी सन्त महात्माहरू घरमा आयो, तपाईँले पाइला टेकिदिनु भने हामी खुसी हुन्छौँ। किनभने उनीहरूमा परमात्मीय शक्ति, परमात्माको शक्ति अवतरित भएको हुन्छ उनीहरूमा। किनभने उनीहरूले जहिले पनि परमात्मालाई सम्झेर, परमात्माकै निम्ति, परमात्माको खातिर उनीहरू संसारमा विचरण गरिरहेका हुन्छन्। त्यसैले गर्दा परमात्मीय गुण उनीहरूमा झरेको हुन्छ, उनीहरूमा परेको हुन्छ। त्यसले गर्दाखेरि कुनै पनि सन्त महात्माले आशीर्वाद दिनु साथ लाग्छ। त्यो आशीर्वाद किन लाग्छ भने किनभने ऊ साँचो र सत्यमा छ। अनि जो साँचो र सत्यमा छ, जसले सेवा गर्छ, उसको आशीर्वाद पनि लाग्छ। तर मान्छेले कहिले पनि जानी जानी कहिले पनि अनजानमा पनि श्राप चाहिँ दिनु हुँदैन। कबीरपन्थीले यो याद राख्नुपर्छ। तपाईँहरूले कहिले पनि रिसको आवेगमा आएर कसैलाई पनि तपाईँले श्राप दिनुहुन्न। तपाईँले श्राप दिनुभयो भने तपाईँले जति पुण्य गरेको त्यो सब घटेर जान्छ। कमालले आफ्नो शिष्य अहमद खानलाई श्राप दिँदै उसले जति पनि पुण्य गरेको त्यो सब खत्म भएर गयो, उसको पत्ता चल्दैन। अनि कवि साहबले भन्नुभयो, तैँले जे जति कमाएको थिएस् तैँले एकपल्ट तेरो शिष्यलाई श्राप दिस्, तेरो सब पुण्य भयो। अझै पनि छ त्यो कमालपन्थी, अझै पनि छ। कविपन्थीकै एक ब्रान्च हो, एउटा शाख हो त्यो। तर त्यो कमालपन्थीमा कवि साहबले भन्यो, किनभने तैँले श्राप दिस्, त्यसले गर्दा तेरो पन्थमा मोक्ष छैन, मुक्ति छैन। र मेरो तपाईँलाई भनाइ के छ भने तपाईँ प्रत्येक सक्षम हुनुहुन्छ, तर यति हो तपाईँले अब जमर्को गर्नु पर्यो। तपाईँले गुरुबाट ज्ञान प्राप्त गरेर, सन्त महात्माबाट ज्ञान प्राप्त गरेर त्यो ज्ञानलाई चाहिँ जीवनमा उतार्न सक्नु पर्यो। हामीले जीवनमा उतारेका छैनौँ। जसले जीवनमा उतार्छ उसलाई अनुभूति हुन्छ। त्यसलाई कबीर साहबले जे जति भन्नुभएको, यो त हामीलाई भजन गाउनु र सुनाउनुको निम्ति होइन नि, यो त सुनेर हामीले जीवनमा उतार्नु पर्यो। अब साँचा बराबर तप्नै झुटा बराबर पाप, जाके हृदय साँचा के आफै आप भन्छ नि। अब यो त हामी भन्छौँ, तर त्यो कुरोलाई हामीले जीवनमा उतारि हेरौँ त कस्तो हुन्छ हाम्रो जीवन। र जति पनि सद्गुरु कवि साहबले ज्ञानको माध्यमबाट, उनले दुआको माध्यमबाट, सागीको माध्यमबाट हामीलाई भन्दैछन्, त्यो कुरोलाई चाहिँ अब हामीले बुझ्नु पर्यो। बुझेर चाहिँ अब त्यसलाई हामीले जीवनमा उतार्न सक्नुपर्छ।
र मैले मेरो भनाइ के हो भने तपाईँलाई अहिलेसम्म मैले व्यवहारिक कुराहरू सिद्धान्तको कुराहरू सिद्धान्तमूलक कथाको माध्यमबाट के कुरो भन्दै थिएँ। अब मेरो यो समय पनि अब मेरो सकिँदै होला, त्यसले गर्दा म व्यवहारपट्टि जान्छु, तपाईँलाई बनाउनेपट्टि जान्छु। तपाईँले यसो गर्नुहोस्, तपाईँभित्रको जुन परमात्मालाई तपाईँले चिन्नुहोस् र खुद तपाईँले परमात्मालाई चिनिसकेपछि तपाईँलाई कसैको सहाराको जरुरी छैन। तपाईँ खुद नै हो, तपाईँ बाहेक अरू कोही पनि छैन। तपाईँले नै तपाईँलाई मुक्ति दिलाउनुहुन्छ। गुरु त एउटा माध्यम हो, गुरुले त एउटा तरिका देखाइदिनुहुन्छ, यो बाटो तपाईँ हिँड्नुहोस्, तपाईँको मुक्ति हुन्छ। तर तपाईँले चला चौका लाएर गुरु साहबले नै हातमा समातेर त्यो जीवलाई पार त होइन। त्यही कारणले तपाईँहरूलाई म भन्ने गर्छु, अहिले जीवनकालमै तपाईँले आफूलाई सतर्क गराउन सही बाटोमा हिँड्नुहोस्। मृत्यु पश्चात तपाईँको यात्रा शुभ हुन्छ, तय हुन्छ। त्यो तपाईँहरूलाई तपाईँको आफन्तले चौका लगाइदियोस् या नलाइदियोस्, तपाईँ आफै सक्षम भएर जीवनकालभरि नै तपाईँले सुकर्म बटुल्नु भएको छ भने साहेबले तपाईँलाई आफ्नो शरणमा लिनुहुन्छ। तर जीवनभर चाहिँ तपाईँले कुकर्म गर्नुभयो, मरेपछि तपाईँको आफन्तले ठुलो चौका लगाइदिए पनि तपाईँको आत्माले मुक्त प्राप्त हुन सक्दैन। यो प्र्याक्टिकल कुरो हो। त्यसले गर्दा तपाईँहरूले अहिले नै सजीव यो अवस्थामा विशेष गरेर मेरो युवा भाइ बहिनीहरूलाई जोड छ। प्रभुलाई मेरो भन्नु केही छैन। सक्नुभयो भने तपाईँहरूले पनि ध्यान गर्नुहोस्, सुमिरन गर्नुहोस्, त्यो बाहेक उपाय त छैन। जबसम्म हामी ध्यान गर्दैनौँ, सुमिरन गर्दैनौँ, उपाय त केही पनि छ लाग्दैन रहेछ। हामीले जे जति गऱ्यौँ यो त एउटा अँध्यारोमा झटारो आएर चरा मर्छ भने जस्तो मात्रै हो यो कि यो सबै अन्धाधुन्धको हो। जब तपाईँले प्र्याक्टिकल सुरु गर्नुहुन्छ तब तपाईँले चौकाको सबै कुरो याद हुन्छ। तपाईँले किन तिनका गर्नुहुँदैछ, त्यो तिनकाको मन्त्रले तपाईँलाई के भन्दैछ, नरिवल किन चढाउनु हुँदैछ, जोत किन बाल्नु हुँदैछ, जब तपाईँले त्यो क्षेत्रमा जानुभयो भने त्यसको ज्ञान तपाईँलाई आफै आउँछ। अनि यो भजनले के भनेको रहेछ, तपाईँहरू गाउनुहुन्छ, तपाईँलाई धेरै कुरो भनेको छ। जनता जन्ती अनुपम बाजेमा तपाईँलाई धेरै कुरो भनेको छ, तर तपाईँले याद गर्नु भएको छैन। तिलक लाउँदाको सुमिरनले पनि हामीलाई धेरै कुरो भनेको छ। अब तपाईँहरू भन्नु तत्त तिलकको लास्टमा योनि सङ्कट बहुनै आवे भनेर चाहिँ यो जसले तिलक सधैँ लाउँछ नि, यो योनि संसारको योनिमा फेरि कहिले पनि आउनु पर्दैन। संसारमा विभिन्न जोनी छ नि, गाई गोरु भेडा बाख्रा, यो जोनीबाट तिमी मुक्त हुन्छौ यदि तिमीले सधैँ तिलक साफ गर्यौ भने। यो साहबले भन्नुभएको कुरो हो, उहाँले त झुटो भन्नु भएको होइन। लास्टमा छ नि योनि सङ्कट बहुनै आए, त तिलक तपाईँ सबैलाई थाहा छ, नानीले भन्छ, तर लास्टमा छ योनि सङ्कट बहुनै आए। योनिको जुन चाहिँ सङ्कट छ नि, संसारमा विभिन्न जुनीले जुन सङ्कटमा उनीहरू स्थितिमा छ नि, तपाईँले एनिमल प्लानेट हेर्नुहोस्, कुनै पनि जीव जन्तु मजाले चढ्नु पाउँदैन। चराले चढ्दा पनि यताउति हेर्नै पर्यो, मृगले पनि यताउति हेर्नै पर्यो, कति बेला दुश्मनी लाग्छ। त्यस्तो सङ्कट प्राप्त योनिबाट हामी कहिले पनि त्यो योनिमा पर्नु पर्दैन भनेर त्यो हाम्रो सुमिरनलाई त्यसरी भन्छ। त्यस्तो प्रकारले जन्त्र जन्ती अनुपम बाजेमा तपाईँले राम्ररी त्यसको अध्ययन गर्नुहोस्। तपाईँले त्यसलाई के भन्दैछ, एउटा उसमा छ त्यस्तो यो भन्ने बेला हुँदैन। यस्तो भजन छ जुन भजनले तपाईँलाई ओइलाइलाई भनेको छ, तिमीले यसो गर त तिमीले यस्तो दिग्दर्श हुन्छ। अब बेसी किन जानु, तपाईँहरूले बेलुका जो गाउनुहुन्छ सन्ध्या सुमिरन आरती भजन दास मनसा बाचा कर्मना जबले घटे सास, त्यसलाई राम्ररी एकवटा अर्थ गर्दै सुन्नुहोस् न, तपाईँको जीवन मुक्तिको कुरो त्यही छ, तपाईँले त्यहीँबाट प्राप्त। तर त्यसलाई हामी गाउँछौँ मात्रै, त्यसलाई जीवनमा कहिले हामी प्रयोग गर्दैनौँ। त्यसलाई जीवनमा प्रयोग गर्नुहोस् त, तपाईँ मोक्षको बाटो मुक्तिको बाटो त्यही नै छ। र म चाहिँ अब तपाईँहरूलाई यही भन्छु कि जति पनि साखी दुवाहरूको साथ दिनुभएको छ, यो हामी सुन्ने भन्ने र सुनाउने भन्दा पनि बढी जीवनमा प्रयोग गर्नुपर्छ। मैले तपाईँहरूलाई पहिल्यै भने मेरो पनि जीवनमा एउटा त्यस्तै घटना घट्यो। मेरो सरसँग मेरो दुश्मनी भयो। अब राजनीति त्यति बेला म पनि राजनीति गरिरहेको थिएँ, राजनीतिक विषयमा मेरो सरसँग झगडा भयो। अब मैले त अनुचित त भनेको होइन, तर अब उसको कामले गर्दाखेरि अब उसले भोट पाउनु पर्ने पाएन, त मेरो कारणले भनेर उनले मेरो विरुद्धमा घोर प्रचार प्रसार गर्न थाल्यो। अनि मलाई पनि रिस उठ्यो भनौँ न। अनि आज चाहिँ म
यो सरसँग अब भनाबरी हुने नै हो। त्यसै पनि त्यो मान्छे एकदम मूर्ख मान्छे, तर पनि आज चाहिँ अब सरसँग म बाँच्ने नै भएँ भन्ने मन बनाएँ। तर त्यति बेला मलाई झट्टै स्ट्राइक गरे, यो विषयमा सदगुरु कवि साहबले के भनेको छ त। अनि मैले यो तिसा यन्त्र यसरी पठाएँ, त्यहाँ लेखेको थिएँ, जो तोको काटा बोए वो को बोए तो फूल, तोको फूल फूल है वो को त्रिशूल। अनि जसले तिम्रो बाटोमा काँडा रोप्छ त्यसको बाटोमा तिमीले फूल छरिदेऊ, तिमीले फूलै पाउँछौ, उसले त्यो काँडा पाउँछ। त्यति भए चाहिँ मैले आफूलाई अरे कवि साहबले यसो भन्नुभयो, जो तोको काटा बोए वाको बोए तो फूल, तको फूल फूल है वाको है त्रिशूल। उसले काँडा त उसले पाउँछ, किन मेरो बाटोमा काँडा उसले तेर्साउँदैछ भने काँडा। यो साहबको बानी हो। अनि म गइनँ, झगडा गर्नु गइनँ। त्यो दिन म सेफ भएँ, बाँचेँ। बेलुकी एउटा साहबको घरमा भण्डारा थियो, साहबहरूको सबैको दर्शन गरेपछि मनमा शान्ति भयो। त्यो साहबको 2 लाइन साखीले मलाई त्यो घटना हुनुदेखि बचायो। नत्र भएदेखि आजसम्म त्यो सर मरेर जानुभयो, मलाई आजसम्म भित्र खिन्न हुन्थे, मैले त्यो सरसँग नगर्ने अमिठ्य व्यवहार गरेँ भन्ने मलाई आजसम्म लाग्थ्यो। तर मैले साहबको त्यो 2टा लाइन साखीले गर्दा मैले आफूलाई बचाउन सकेँ। र यसरी जीवनमा सद्गुरुले भनेको कुरोहरूले हामीलाई जीवनमा सदैव सुरक्षा दिइराख्छ। यो कुरो चाहिँ अब हामीले पनि साखीद्वारा रटेर त्यो मुताबिक आफ्नो जीवन चलाउन सक्यो भने जीवन धन्य हुन्छ। र सायद हो आज धेरै लामो निश्चित कार्यक्रम सुन्दरै भयो र मैले पनि बोल्दा बोल्दा धेरै बोलिपठाएको छु। र म तपाईँहरूलाई खालि जागृत गराउने इच्छा तपाईँहरूमा जगाउन चाहन्छु। तपाईँहरू प्रत्येकभित्र आफै मुक्ति हुने क्षमता छ तपाईँहरूमा, तर त्यसलाई त्यो क्षमतालाई तपाईँले चिन्नु भएको छैन। त्यो क्षमतालाई जागृत गराउनुहोस्, जागृत गराउनुहोस्, तपाईँ जाग्नुहोस्। अनि तपाईँले तपाईँ स्वयंभित्र अपार सम्पत्ति खजाना पाउनुहुन्छ। र अरू के भनौँ, र यो फागुन पूर्णिमा सौरीमा सधैँ तपाईँहरूको दर्शन गर्ने मलाई मौका हुन्छ। यसपालि त अझ धेरै ठाउँबाट तपाईँहरू आइदिनु भयो। तपाईँहरूको दर्शनले म आफैलाई बहुत भाग्यशाली ठान्छु। यस्तै दर्शन गर्ने मौका सदा सर्वदा तपाईँहरूले मलाई प्रदान गर्नुहोस्, सजिलै प्रदान गरून्। र तपाईँहरूको कुल कुटुम्ब परिवारमा सदा आनन्द रहोस्, सदा सर्वदा सद्गुरुको असीम कृपा तपाईँहरूमा रहिरहोस्। सद्ज्ञान, सद्बुद्धि, सद्विचार हाम्रा भावी आउने नानीहरूमा पनि रहिरहनु। र आफ्नो पन्थको निम्ति जसरी अहिले सौरेनीका नानीहरू अघि बढिरहेका छन्, आउँदा दिनहरूमा पनि त्यसै नै अघि बढी